प्रधानमन्त्रीजीको काम गर्ने तरिका 100 दिनमा हामीले के अब्जर्भ गर्यौं भने सिंहदरबार र बालुवाटारमा धेरै फरक देखिन्छ। सिंहदरबारमा बसेर प्रधानमन्त्रीको जुन जिम्मेवारी छ, शासकीय जिम्मेवारी छ, त्यो शासकीय जिम्मेवारी नै प्राथमिकतामा परेको छ। प्रधानमन्त्रीको फोकस ती शासकीय कामहरुमा नै छन्। प्रधानमन्त्रीको रूपमा सिंहदरबारबाट बसेर निर्वाह गर्नुपर्ने भूमिकामा कम ध्यान, तर राजनीतिक नेताको रूपमा बालुवाटारमा बसेर निर्वाह गर्ने भूमिकामा बढी ध्यान। प्राइम मिनिस्टर भन्दा पनि पोलिटिकल लिडर बढी, त्यसैले त्यो लिडरले गर्ने म्यानेजमेन्ट, गठबन्धनको राजनीतिको म्यानेजमेन्ट, पार्टीभित्रको म्यानेजमेन्ट, भागवण्डाको म्यानेजमेन्ट, यी कुराहरूमा प्रधानमन्त्रीको समय बढी गइराख्ने। तर प्राइम मिनिस्टरको रूपमा सिंहदरबारभित्र बसेर जुन शासकीय कामहरू गर्नुपर्ने छ त्यसमा कम ध्यान जाने। यो विषयलाई प्राइभेट कन्भर्सेसनमा पनि हामीले उठाइरह्यौँ, पार्टीको बैठकहरूमा पनि हामीले उठायौँ र पटक पटक संसदमा पनि हामीले उठायौँ र यस्तो देख्न पाए हुन्थ्यो भन्ने हामीले जहिले पनि विश गरेको कुरा थियो। यो पटक अहिले प्रधानमन्त्रीजीको काम गर्ने तरिका 100 दिनमा हामीले के अब्जर्भ गर्यौं भने सिंहदरबार र बालुवाटारमा धेरै फरक देखिन्छ। सिंहदरबारमा बसेर प्रधानमन्त्रीको जुन जिम्मेवारी छ, शासकीय जिम्मेवारी छ, त्यो शासकीय जिम्मेवारी नै प्राथमिकतामा परेको छ। प्रधानमन्त्रीको फोकस ती शासकीय कामहरुमा नै छन् र हामीले प्रधानमन्त्रीको आलोचना गर्ने वा प्रधानमन्त्रीको समर्थन गर्ने कुराहरू पनि त्योभन्दा बाहिरको विषयहरूमा छैनन्, ती शासकीय कामहरुमा आएर सीमित बन्न पुगेको छ। यो आफैमा हेर्दा सामान्य कुरा देखिए पनि म यसलाई एकदमै सकारात्मक कुरा हो भन्ने ठान्छु र यसले निरन्तरता पाओस् भन्ने शुभेच्छा पनि प्रकट गर्छु।